नमस्ते, फेरि उपस्थित भएको छु। अस्ति भर्खरै प्रतिनिधि सभामा हाम्रो सामान्य प्रधानमन्त्री बालनज्यूले दिनुभएको सीमा सम्बन्धी जवाफलाई लिएर विभिन्न सामाजिक सञ्जाल लगायत प्रतिनिधि सभा, राष्ट्रसभामा विभिन्न खालका विरोधहरू र राष्ट्रद्रोही जस्ता अभिव्यक्तिहरू किन दिएका हुन् हाम्रो प्रधानमन्त्रीज्यूले भनेर व्यापक रूपमा विरोध भइरहेका छन्। म उहाँहरूलाई पुनः एकचोटि यो भिडियो हेर्न आग्रह गर्दछु। बालेनले दिएको जवाफले अहिले सामाजिक सञ्जालदेखि सडक सदनसम्मै तातेको छ। र लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। सबैले हेर्नुभयो नि त यो भिडियो। अब ती माननीयज्यूहरूलाई पनि प्रश्न गर्न चाहन्छु कि आफैलाई आफै एकचोटि प्रश्न गर्नुहोस् कि हिजोका सीमा सम्बन्धी विवादित विषयलाई लिएर अहिलेका सामान्य प्रधानमन्त्रीज्यूले टेबल टक साथीभाइको चाराले सीमा सम्बन्धी विवादलाई टुङ्गाउन खोज्नु गलत हो त कि खोक्रो राष्ट्रवादको भाषण गर्नु सही हो? हुन त अन्त्यमा म के भन्छु भने मैले कसैको पक्ष र विपक्ष त लिएको होइन, तर हामी एउटा स्वच्छ जनता, सचेत जनता, सचेत नागरिकको हिसाबले सही र गलत के हो त्यो चाहिँ छुटाउनुपर्छ भन्छु। हस्त, धन्यवाद।